ल हाम्रो यो जनता स्कुल मावि स्कुलमा चाहिँ हाम्रो आज हुन भइरहेको प्राङ्गणमा चाहिँ हाम्रो दर्शक महानुभावहरू है एकदम स्वास्थ्य नै खेल र खेलको मनोरञ्जन लिएर चाहिँ हामीले स्वास्थ्य नै धन भन्ने तरिकाले चाहिँ फुटबल प्रतियोगिता राखेको छौँ। हामीले सम्पूर्ण हाम्रो एकदम बेस्ट प्लेयरहरू चाहिँ हाम्रो भाइहरू दाइहरू आएर चाहिँ यस मैदानमा चाहिँ गर्नुभएको छ। हाम्रो गाउँकै दाजुभाइ मिलेर चाहिँ एकदम यहाँ दर्शक महानुभावहरू हेर हाम्रो यस्तो छ आजको यो ग्राउन्डमा। आज पानीले पनि एकदम साथ दियो, मौसमले साथ दिएको जस्तै भनौँ है। मौसमले साथ दिएर यतिको भएको छ है। हाम्रो दर्शक महानुभावहरू के छ, ठिक छ नि? मनोरञ्जन लिइराख्ने रमाइलो भइरहेछ नि त। अब के भन्नु, आफ्नै परिचय के दिनु होइन। हामीले चाहिँ हारे, डाँडा टोलसँग हारे है। हाम्रो यता टोलले चाहिँ हारिसक्यो है। हामीले चाहिँ हारिसक्यो है। हारिसक्यो, जित्ने टोली यता छ है। डाँडा टोलले जितेको छ। अब यहाँ चाहिँ यो हाम्रो कुन टिम रे? परविन र कुमारको टिममा चाहिँ एकदम घमासम खेल भइरहेको छ यो ढुङ्गा माटो मैदानमा चाहिँ। एकदम परविनले चाहिँ 1 गोल लिइसकेको छ र कुमारको चाहिँ 0मा रहेको छ। अग्रता परविनको रहेको छ अगाडि। पक्कै पनि मनोरञ्जन लिनुभएको छ हाम्रो दर्शक महानुभावहरू। एकदम टाढादेखि आउनुभएको छ। डाँडा खोला, डाँडादेखि पाँचगाछीदेखि पनि आउनुभएको छ। हाम्रो डाँडादेखि पाँचगाछीदेखि आउनुभएको छ है। हाम्रो सुमन टिमको चाहिँ एकदमै होनार खेलाडी हाम्रो एम्बापे, अनि यतापट्टि यो राफिना र यता यो चाहिँ यो के अरे, यो चाहिँ ऊ क्या मेस्सी हो। उतानिर छ एउटा उतै फेरि हाम्रो उहाँ टाढादेखि मगाएको खेलाडी, बङ्गो खेलाडी। म चाहिँ फेरि को भनेर भन्नु होला होइन, मेरो परिचय म आफैले किन दिनु, अरूले दिन्छन् है। हाम्रो दर्शक महानुभावहरू टन्नै हुनुहुन्छ।